हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र उदासीन बनिरहनुको प्रयत्न गरिरहनुहोस्। सदा चाहिँ म फेरि अर्को भिडियोमा आइसकेको छु। यस उत्तुनमिया पार्कबाट अर्को नेक्स्ट भिडियोमा आइसकेको छु। पहिलो पार्टमा मैले सुरुवाती छिर्दा बित्तिकैको क्षणलाई लिएको कैद गरेको थिएँ भने अब म दोस्रो पार्टहरूको माझमा देखाउन आइसकेको छु। यस यो पार्कमा छिरिसक्दाखेरि चाहिँ र प्रकृतिलाई महसुस गर्न सकिन्छ। रमणीय छ, शान्त छ। सँग चाहिँ एउटा जापान चाहिँ धेरै मानिसहरू बसोबास गर्ने भए पनि बाहिर हिँड्दा पनि शान्तिको रूपमा प्रकाश छ। शान्त रूपमा मानिसले व्यवस्थित रूपमा आफ्नो कामकाजहरू सञ्चालन गरिसके पछाडि आफ्नो जीवनयापन सञ्चालन गरेका हुन्छन्। त्यस्तै प्रकारले जब हामी पार्कहरू घुम्न आउँछौँ, जब प्रकृतिमा रम्न आउँछौँ, उस्तै प्रकारले शान्त झन् हामीले महसुस गर्छौँ। त्यही महसुसलाई कैद गर्नको लागि, त्यो अनुभूति गर्नको लागि हामी अहिले यो शनिबारको दिनमा यसमा आइसकेका छौँ। र यस भ्यूहरू हेर्दै गर्दा पनि यति मनमोहक छन् कि हामी यसमा आउँदा बित्तिकै प्रकृतिको साथमा अँगालो मारौँ जस्तो हुन्छ। देख्न सक्नुहुन्छ, फुल चटक्क मिलाइएको छ, व्यवस्थापन गरिएको छ। पानीको फोहराहरू यति आनन्द छ कि यसमा हेर्दै गर्दाखेरि, बस्दै गर्दाखेरि सबै तनावहरू एकदम विश्राम लिन्छन् र हामी चाहिँ मनबाट नै खुसी हुन्छौँ, आनन्दित हुन्छौँ, होइन त? एकांशले चाहिँ यस्तो महसुस गरेछन्, एकदम मोडल जस्तै देखिन्छन् उहाँले चाहिँ। उहाँको हो नि। अनि एकदम भ्यूहरू हेर्दाखेरि चाहिँ हामी मनमोहक मात्रै होइन, अन्तरात्मादेखि नै हामी प्रसन्न हुन्छौँ, खुसी हुन्छौँ। त्यही भएर नै हामी प्रकृतिलाई माया गरौँ र बचाउँ। जहाँ हुन्छौँ, जुनसुकै देशमा हुन्छौँ, संरक्षण गऱ्यौँ भने, प्रकृतिले साथ दियो भने हामीलाई साथ सबैले दिन्छ। हेर्न सक्नुहुन्छ नि त कस्तो दामी भ्यू छ यहाँ, है? यसमा चाहिँ यति आनन्द आउँछ बस्दाखेरि। एउटा सहरको बिचमा पनि यति आनन्दको ठाउँ बनाइएको हो या प्रकृतिबाटै बनेको हो, यो चाहिँ मलाई थाहा छैन। तर यति व्यवस्थित छ नि, यति सफा छ, यति आनन्द छ। मानिसहरूको एउटा त्यो नसा जस्तै प्रकारले पनि यसलाई, नसा भनेको मतलब मादक पदार्थको नसा छुट्टै छ, तर यो प्रकृतिको नसा छुट्टै छ, जसले हामीलाई चाहिँ आनन्द महसुस गराइरहेको हुन्छ। यही प्रकृतिको नसामा झुम्नको लागि हामी चाहिँ आज विकेन्डको अन्तिममा शनिबारको दिनमा हामी घुम्न आएका थियौँ। आहा, क्या दामी! जापानको यो उत्तुनमिया पार्कबाट लिएको भिडियो हो। यस हेर्नुभयो, यसमा साथ दिनुभयो, जय होस्। फेरि अर्को भिडियो हेर्नुभयो। बाई बाई।